साथीहरु नमस्कार। अहिले यो म चप्पल कारखाना आसपासमा छु। यो बाटो पहिला कति साङ्ग्रो थियो, यो रिङ रोड अहिले यति फराकिलो भएको छ। यता छेउको साइडमा पब्लिक भेहिकलहरु चल्छन्। यहाँ एउटा इलेक्ट्रिक बस पनि आइरहेछ। यो दृश्य हजुरले देख्न सक्नुहुन्छ। यसरी सर इलेक्ट्रिक बस चलेको चाहिँ यति ठुलो बाटोमा चल्दा कति राम्रो सुन्दर दृश्यहरू देखिन्छ। यहाँ मानिसहरूलाई हेर्न र हिँड्नको लागि छुट्टै ठाउँहरू छ। यसरी गाडीहरू दौडिरहेका छन्। उतापट्टि साइडमा पनि त्यत्तिकै फराकिलो छ। यसरी सर गाडीहरू कुदिराखेका छन्। हामीले धेरै चाहिँ इलेक्ट्रिक गाडीहरू देख्यौँ यहाँ यो बाटोमा। यसरी कुदिराखेका छ। यसरी इलेक्ट्रिक गाडीहरू गइरहेका छन्। यसरी अगाडिपट्टि यो सेतो देख्नुभएको पर यो सेतो देख्नुभएको बिल्डिङ चाहिँ पाटबटिनीको हो। यो तयारी भइसकेको छ। यहाँहरूको जानकारीको लागि मैले कुराकानी यसरी बाटोमा रुख बिरुवाहरू पनि राम्रोसँग फक्रेका छन्। राम्रो दृश्य देखिरहेको छ। रोडहरू पनि त्यत्तिकै राम्रो छ। पेटी पनि त्यत्तिकै राम्रो छ। मान्छेलाई हिँड्नलाई चाहिँ राम्रो पेटी बनाइदिएको छ। यो चक्रपथ चोकसम्मै यतिकै राम्रो छ। उताबाट कलङ्कीबाट यो बाटो चौडा भएर आउँदैछ। यसो भएपछि यो कलङ्कीबाट चाबेल चोकसम्म यो बाटोहरू यस्तै अवस्थामा हामीले देख्न पाउनेछौँ। धन्यवाद।